नमस्ते मित्रहरू। योभन्दा अगाडिको भिडियोमा मैले सिम कार्डको बारेमा थोरै परिचय मात्रै गराएको थिएँ। आज चाहिँ यो सिम कार्ड कति प्रकारको हुन्छ भन्ने कुरा बताउँदैछु। यो सिम कार्ड चाहिँ 3 प्रकारको हुन्छ। एकमा चाहिँ लाइट लिन्डुङ, यसको दाम चाहिँ 19.50 सेन्ट हो भने दोस्रोमा चाहिँ लिन्डुङ प्रो हो, यो चाहिँ 49.50 सेन्ट पर्छ र तेस्रो चाहिँ लिन्डुङ बीच हो, यो चाहिँ 128 रिङ्गिट पर्दछ। त्यसैले मित्रहरू, यदि तपाईहरु मलेसियामा आउनुहुन्छ भने यो सिम कार्ड प्रयोग गर्न सक्नुहुनेछ र यसको फाइदाहरू लिन सक्नुहुनेछ। त्यसैले यदि तपाईहरु आज विस्तृत रूपमा जान्न चाहनुहुन्छ भने मलाई डाइरेक्टमा कल गर्न सक्नुहुन्छ। यदि तपाईहरु समय छैन, बिजी हुनुहुन्छ भने मलाई WhatsApp मार्फत मेसेज छोड्न सक्नुहुनेछ। त्यसको लागि म डिस्क्रिप्सनमा मेरो नम्बर छोडिदिने छु। त्यसैले कमेन्ट बक्समा पनि कमेन्ट गर्न सक्नुहुनेछ। त्यसैले तपाईहरुलाई आह्वान गर्दछु, धेरैभन्दा धेरैले यो सिम कार्ड प्रयोग गर्नुहोला र यसको फाइदा लिनुहोला।